नेमार जुनियर फेरि इन्जुरी। यस्तो दिमाग खराब बनाउँछ यार। भन्छ नि तिमीहरूले हाम्रो आइडल मेसी रोनाल्डो जुनसुकै भन्छ नि, तिमीहरूले कुन ठाउँमा राख्छ नि, त्यो भनेको मेरो लागि पनि त्यही हो क्या, हामी सबैको लागि पनि त्यो हो क्या है। नम्बर 1 मा फ्यामिली, नम्बर 2 मा आइडल भन्छ नि, मेरो लागि पनि त्यही हो क्या। नम्बर 2 मा नेमार जुनियर हो क्या है। 2012 बाट मैले फलो गरेको छु उहाँलाई सन्तोषदेखि। यो विषयमा पछि एउटा भिडियो लिएर आउला, अहिले समय पनि छैन। इन्जुरी जनवरीमा सान्तोस गर्ने कुरा थियो, चकनाचुरै भयो। अब नेमार बिना हामी अरू टिमसँग एउटा लड्न सक्ने क्षमता बनेको छैन क्या हाम्रो नेसनल टिमबाट। कति गाह्रो हुँदैन जस्तै यार, आउँछ 2 म्याच खेल्छ जान्छ, आउँछ 2 म्याच खेल्छ जान्छ, कति पीडा भयो होला भन्ने कुरो महसुस गर न साथी हो। नेमारको डिटेल भिडियो होइन, सान्तोसदेखिको लिएर अहिलेसम्मको यात्रामा होइन, सब भिडियो एउटा एक दिन मिठो आउँछ। अहिले समय पनि छैन, समय भए बेलामा आउँछ है। तर यो न्युज सुन्दाखेरि छाँबाट खसे जस्तो हुन्छ क्या। त्यो फिल अब भन्दा हाँसो मजाक गरे जस्तो लाग्ला तपाईँहरूलाई होइन। ट्रु फुटबल फ्यान, ट्रु आइडल लभरहरूले मात्रै बुझ्छ यो महत्त्व के हो भन्ने कुरो। माया भनेको माया। नेमारको नाम लिएर हामीले नेपालमा कुन कुन ठाउँमा राम्रो सामाजिक कार्य गरेन, त्यो पीडाहरूले त्यो पलहरूले मनमा हान्छ क्या। नेमार जुनियर भन्ने कुरो मुटुमा बसेछ। ओके, यसको बारेमा मिठो एउटा भिडियो आउँछ। अहिलेको लागि यो पीडा छ, साह्रै दुःख लाग्छ आजको न्युज देखेर है। के उ गर्नु परिरहेको छैन। अब 29 नोभेम्बरमा आउँछ जस्तो लाग्थ्यो न्युज। के हो सलेकिएर फेरि पल्झियो भन्छ, दिमाग खराब भएको छ। भगवान्सँग जति प्रे गरे पनि नहुने नेमार जुनियर। अब के गर्नुपर्ने हो, हामीले सक्दो त गर्छु तर उपाय छैन। के गर्दा ठिक होला जस्तो